आज चाहिँ म गर्दैछु पानी पनि नखाएर गोलो आकारको खानेकुराहरू मात्रै खाएर एक दिन बिताउने च्यालेन्ज। आजको च्यालेन्जको सुरुवात गर्न म गए रेडी सेडी भएर मिठाई पसलमा। त्यहाँ गएर गोलो वाला लड्डु दिनु भनेर भने। अनि मिठाई पसलको दाइले मलाई दुईटा लड्डु दिनुभयो। हेर्नुस् त साथीहरु, लड्डु गोलो छ कि नै। अनि त्यो दुईटा गोलो आकारको लड्डुलाई मैले गम खाएँ। त्यसपछि दिदीको पसलमा गएर यो गोलो आकारको बिस्कुट पनि खाएँ। यति खाएपछि मेरो बिहानको नास्ता र खाना भइसक्यो। त्यसपछि दिउँसोको नास्तामा चाहिँ गोलो आकारको स्पाइसी चीजबल खान्छु। त्यसपछि एउटा अझै अर्को खालको गोलो वाला चीजबल खान्छु। अनि राति नै भयो। राति भएपछि रातिको खाना चाहिँ खानै पर्यो। त्यसपछि गोलो पानीपुरी खान्छु। पानीपुरी खाएर रुम जाँदै थिएँ। मिठाई पसल देख्छु र मिठाई खान मन लाग्छ। अनि गोलो आकारको 3टा प्रकारको मिठाई मगाउँछु। मिठाई पनि गम खान्छु। अनि भन्नुस् तपाईहरुलाई चाहिँ कस्तो लाग्यो पानी पनि नखाएर गोलो आकारको मात्रै खाएर एक दिन बिताउने च्यालेन्ज? तपाईहरुलाई मन पर्यो भने सक्दो सपोर्ट गर्नु होला।